वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम आरामै छु। सो न्यू डे न्यू ब्लग आइसक्यौँ हजुरहरूको अगाडि। सो आज चाहिँ नि हामी घुम्न आएको थियौँ मेरो दिदी र म भएर। मेरो दिदी चाहिँ हामी चाहिँ आज यस्तो सुन्दर नजरको अगाडि यसरी आएको छौँ कि देखिन सक्नु छ। मेरो साथी भन्न आयो यसलाई दिदी मेरो। अनि यस्तो राम्रो भ्यू आयो यो फोटो खिचेको हैन, यस्तो राम्रो भ्यू आउँछ। अनि हामी पनि आयौँ। अनि मैले चाहिँ यो अस्ति नै के गरेँ दसैँमा खिचेको थिएँ। अनि मेरो दिदी पर्वत भएको बेलामा मैले याद छु फेरि यस्तो मजाको भ्यू उठाएर भिडियो गराउन लागेको छन्। अनि केही भन्न चाहन्छस्? यो काम नलाग्दै छु। अनि यता चाहिने उस के अरे धान रोप्ने कार्यक्रम हुँदै रहेछ। अनि हामी चाहिँ यतातिर भिडियोहरू खिच्न आएको छौँ। त्यही हो भिडियोहरू खिच्छौँ। अनि एकछिन जान्छौँ हामी उतातिर होइन, उतातिर जान्छौँ। अनि यो पनि घर जान्छ आफ्नो, अनि म पनि आफ्नो घर जान्छु। त्यसपछि भोलि भेट्छौँ। अब चाहिँ हामी एकछिन भिडियो खिच्छ भन, भिडियो बनाउँछौँ। अहिले भेट्छौँ। ओके बाई। बस आइदिइरहेको छ, बस आउँदैछ। यतादेखि आउँछ, यतादेखि घर जान्छ दिदी पनि। जाँदैछ अब घर। कहिले आउँछु? अब म आउँछु होला भोलि। अनि राम्रोसँग दा यहाँ फेरि गाडीहरू पनि आइरहेको छ, त्यही भएर आवाज सुनेको छैन। ल अब चाहिँ नि भोलितिर भेटौँला भन्दा नि अब भोलि त भेट्दिनँ। अब म अहिलेतिर भेट्छु, म आउँछु। ओके बाई। A few moments later. साथीहरू म चाहिँ नि अहिले यता माथि आएर बसेको छु। अनि दिदी पनि गइसक्यो। यस्तो पसिना भयो नि, यो गर्मीले छाड्ने भएन हो, छाड्ने भएन। गर्मी नलाग्रे भन्छु, झन् लाग्छ हौ। यस्तो रिस उठ्छ। अब फेरि उहाँ माथि पुग्नु छ, उहाँ घर देख्यो कि नै उहाँ पुग्नु छ। गर्मीले मार्न लागिसक्यो यार। यो गर्मी कहाँबाट आउँछ हौ, रिस उठ्ने मलाई। अनि फेरि अब भिडियो नआएको नि थुप्रै दिन भइसक्यो के होइन। अनि के गर्नु, आज चाहिँ यस्तो रमाइलो गऱ्यो। दिदी बहिनी यताउति घुम्यो उड्यो। अनि अस्ति न मेरो दिदी आउँदा चाहिँ नि के गरेँ, छिटै जानु परेको थियो, त्यही भएर रोएको थिएँ कि। अनि आज योपालि चाहिँ नि धेरै बेर बसेँ। अनि फेरि त्यसको पनि बस आयो। अनि म त्यसलाई बस चढाइदिएर अनि फेरि म पनि हिँडेँ। अनि म चाहिँ नि आइसकेँ। अब फेरि माथि पुग्नु छ, गर्मीले मार्न आँटिसक्यो के अरे गाइज होइन। तपाईँहरूको घरतिर कति गर्मी छ कमेन्ट गर्नु होला। अनि मेरो भिडियो कहाँ बाटो हेर्नु भएको छ कमेन्ट पनि गर्नु होला। यस्तो हजुरलाई त भ्युवर्स पनि के हो के भ्युज। मलाई चाहिँ नि उस पनि लागिसक्यो, के भन्छ अरे साउन्ड पनि लागिसक्यो। मेहन्दी लगाएपछि मेरो बुढाको नामले समेत लेखेर अनि यता पछाडि लगाएर कस्तो राम्रो देख्छ है। अनि मेहन्दी लगाएर उडेर बसेर अल्छी लाग्छ घरमा एक्लै। त्यसपछि के गर्यो के अनेका राति गर्न मन लाग्छ, गऱ्यो बस्यो, त्यही हो। अब धेरै म बोल्न पनि चाहदिनँ होइन, जानुपर्ने हुन्छ। फेरि अल्छी लाउँछ हो, माथि पुग्नु पर्यो के नाना भाती छ। गर्मीले उसले मार्नलाई छ। अब यो लिएर यसो गरेर चलिदिनु पर्ने हुन्छ खै। भन्नुहुन्छ होला अब अहिले भिडियो ल्याउन न जहिले
हेर्नु मात्र भन्नु होला तपाईहरुले भिडियो पनि हेर्नुहुन्न त्यसपछि अब मन पनि लाग्दैन के अनि सब्स्क्राइब पनि अब 1K छिटै पुर्याइदिनु भनेको नि 1K नि पुर्याइदिनु हुन्न हजुरहरुले त्यसपछि अल्छी लाउँछ हेर्नु त्यही भएर मैले भिडियो नहाल्नुको कारण मेन अनि फेरि एक त अपलोड गर्न फेरि मैले त्यति राम्ररी जान्दैन नि त एडिटहरु गर्न अनि मेरो बुढाले है थियो के रे अपलोड गर्ने अनि बुढाको पनि मोबाइल बिग्रेको थियो त्यही भएर भिडियोहरु पनि आएको थिएन अनि जहिले के प्रब्लम हुन्छ यस्तो घरमा भन्नुहुन्छ होला के गर्नु अब नजानेपछि गाह्रो हो हजुरहरुले मलाई त्यही माथि भिडियो पनि हेर्दिनु हुन्न त्यही हो अब उता माथितिर गएर भेट्छु त्यही हो गाइज अनि आजको लागि यति भन्दै म बिदा लिन चाहन्छु तपाईहरु एभ्रिवान चिरपाल